वेलकम ब्याक टु आवर न्यू भिडियो। तपाईँहरूलाई फेरि स्वागत छ हाम्रो युट्युब च्यानल स्टोरी विथ सम्राटमा। आजको हाम्रो कथाको शीर्षक रहेको छ बिर्सन नसकिएको त्यो रात। म कक्षा 12 सकाएर घरमा बसेको थिएँ। उताबाट बुबा आउनुहुन्छ। रमेश, अब के गर्छस् त? रुकुममै बसेर नि भएन, अब यसो गर, पोखरातिर गएर सिभिल इन्जिनियरिङ गर्नतिर लाग। मेरो नाम रमेश दाहाल। उमेर 19 पुगेर 20 लाग्दै थियो। 12 नि साइन्सबाट सकाएर होला घर परिवारलाई छोरा इन्जिनियर भए पुग्यो। त्यसकै दौडधुपमा लागेर म नि पोखरा गएर सिभिल इन्जिनियरिङ गर्नतिर लागेँ। बुबाले मेरो एडमिसन गरिदिनु भयो। अब कलेज सुरुवात कसरी हुन्छ भनेर मनमा कुलकुहल्दा जागिरहेको थियो। भोलिको दिन बुबासँग बजारतिर लागेँ। सपिङ राम्रैसँग गरियो। कलेजको ड्रेस, रुममा चाहिने सामान सबै खरिद गरी बुबा फर्किनु भयो। अर्को दिन बिहान म घाम झुल्किनुको वेटमा थिएँ। कलेज बिहान 36 बजीतिर लाग्ने रे हल्का हल्का जाडो नि हुन सुरु भइसकेको थियो। पहिलो दिन कलेजको भएर होला राम्रोसँग तयार हुनै पर्यो। आफूलाई कसरी राम्रो देखाउनु छ त्यसैमा लागियो। बिहान 6:15मा रुमबाट कलेजतर्फ लागेँ। कलेज पुग्दा सुरुमै मेरो नजर ब्याडमिन्टन खेलिरहेका केटीहरूतिर गयो। एकछिन उनीहरूलाई हेरिरहे। केही समयपछि एउटा कुनाबाट आवाज आउँछ, ओए मलाई नि खेल्न देऊ न भन्दै अगाडि आइन्। जब मैले उनलाई देखेँ म एकछिन उनलाई टोलाएर हेरिरहेँ। पछाडिबाट सिनियर दाजुहरूले हेलो फ्रेसनर, क्लास जानु पर्यो त? मलाई क्लास भन्दा नि उनले ब्याडमिन्टन खेलेको हेरिरहन मन थियो। अब उनको मुहार मेरो मस्तिष्कमा छापिसकेको थियो। उनलाई फर्की हेर्दै क्लासतिर लागियो। कक्षामा प्रवेश गर्दा एक्लो एक्लो महसुस भइरहेको थियो। मनमा एउटा मात्र कुरा चलिरहेको थियो, कोसँग हात अगाडि सारौँ र साथी बनाऊ। त्यतिकैमा तेस्रो बेन्च खाली थियो। म गएर बसिहालेँ। एकछिनपछि एउटा केटा लुखुर मेरो सिटमा आएर बसिहाल्यो। फर्स्ट पिरियड भएर होला हामी दुवैले ध्यान दिएर हेरिरह्यौँ। एकछिन ग्याप हुँदा हेलो म रमेश, अनि तिमी भनेर प्रश्न गरेँ। उताबाट जवाब आउँछ, म मानबहादुर कार्की, नाइस टु मिट यु। कहाँबाट हो नि तिमी भन्दा म दैलेखबाट। अनि तिमी? ए म रुकुमबाट। ल आजबाट हामी कनेक्टमा बसौँ है। मेरो नि आज पहिलो दिन हो। कलेजमा खासै कससँग नि बोलेको छैन। ए मेरो नि त्यही हो भने उत्तर आउँछ। मलाई आज दिनभरि उसको तस्बिर आँखामा आइरहेको थियो। कलेजबाट रुमतिर जाँदै गर्दा मनमा एउटै कुरा बारम्बार चलिरहेको थियो, उनीसँग कसरी बोल्ने, कतै उनको बिहाब त छैन, बिहाब भए बेकारमा आफूलाई के हट गर्ने भनेर मनमनै गुनगुनाउँथे। अर्को दिन कलेजको गेटबाट उनलाई खोजिरहेको थिएँ, तर कतै देखेन। सधैँ मेरो यस्तो सिलसिला चलिरह्यो। मनमा धेरै कुरा खेलिरहन्थे। एकचोटि भेट्न पाए नि हुन्थ्यो भनेर तडपिरहेको थिएँ। कलेज सुरु भएको 15 दिनपछि वेलकम प्रोग्राम एनाउन्स भयो। मलाई खासै मन त थिएन जाने, त्यही नि कतै उनीसँग भेट भइहाल्छ कि भन्ने आशमा थिएँ। सबै नयाँ स्टुडेन्टहरूलाई गेटबाट सिनियरहरूले वेलकम भन्दै स्टेजसम्म लग्नु भयो। प्रोग्रामको डेकोरेसन एकदमै राम्रो थियो। केही समय डान्सिङ र सिङ्गिङ चलिरह्यो। मलाई मन नै लागिरहेको थिएन। त्यसमा ठिक्क म दिक्काएर गेटभन्दा बाहिर जाँदै थिएँ। उनको आगमन भयो। मेरो खुसीको सीमै रहेन। म नि उनको पछि लागेर प्रोग्रामभित्र गएँ। उनी बसेको कुर्सीको छेउमा बस्न पुगेँ। मुटु जोडले धड्किरहेको थियो, कसरी बोल्ने उनीसँग भनेर। मैले ठिक्क एउटा जुगाड लगाएँ। आफ्नो खल्तीमा भएको पेन झिकी उनको कुर्सीको तल फेकेँ र एक्सक्युज मी, तपाईँको खुट्टातिर मेरो पेन छ, दिन सक्नुहुन्छ भन्दा मसँग केही नबोली पेन मलाई दिनुभयो। मैले नि थ्याङ्क यू है भन्दा वेलकम मात्र भनिन्। अब म दुधारमा थिएँ कसरी कुरा अगाडि बढाउँ भनेर। ठिक्क हात अगाडि सारेर म रमेश, अनि हजुर म प्रिया मल्ल, आरामै हुनुहुन्छ? ठिक छ। प्रश्न आउँछ कि भन्ने आशमा थिएँ, तर हामी बिचमा सुनसान छायो। फेरि मैले कुरा अगाडि बढाउनलाई कताबाट नि हजुर भन्दा
म चितवन खैरानीबाट। ए, मलाई आश नै थिएन उताबाट प्रश्न आउँछ। आफू कताबाट हो नि? म रुकुमबाट। ए, मेरो मामा घर नि रुकुममै पर्छ। हो र, कुन ठाउँ हो नि? टोपातिर? भनेपछि तपाईँको मामा घर पूर्व रुकुमतिर पर्यो, मेरो पश्चिमतिर हो घर। सुन्नु न भनेर उताबाट आवाज आउँछ। पछाडि फर्केर हेरेको उनकी साथी रहेछन्। मेरो प्रियासँग काम थियो, हजुर एकछिन कतै गएर बस्न सक्नुहुन्छ? हुन्छ, किन नसक्नु भनेर उठेर एउटा कुनामा गएर उनीहरूलाई हेरिरहे। कति बेला उठ्ने उनकी साथी भनेर मनमा नै सोचिरहेकै थिए, ठिक्क उठेर गए। म नि चाँडो चाँडो गएर पुनः आफ्नो स्थानमा गएर बसिहालेँ। को हुनु नि? सरिता, सँगै पढ्छौँ हामी। अनि प्रश्न आउँछ, तिमी फ्रेसर हो है यताको? अनि तपाईँ? 3rd सेमेस्टर चलिरहेको छ मेरो। ए, सिनियर हुनुहुन्छ तपाईँ त मेरो। रहेछु, के गर्नु त अब? के गरेर नम्बर मागौँको भइरहेको थियो। छोडिदिउँ, के सोच्लिन् मेरो बारेमा भन्ने ख्याल आयो। उताबाट प्रश्न आउँछ, के सोचिरहेको तिमी? अघिबाट। म एकछिन सक भएँ, यति चाँडै तिमी भनिन् भनेर। के होइन, हजुरकै बारेमा सोचिरहेको थिएँ। हजुर भन्नु पर्दैन, तिमी भन्दा पुग्यो। अनि के सोचिरहेको नि मेरो बारेमा? त्यस्तो केही नै होइन। त्यस्तो केही नै होइन रे? भर्खर त भनिरहेको थियो तिम्रो बारेमा सोचिरहेको छु भनेर। कति भाउ खाएको? त्यही हो, तिमीलाई भगवान्ले कति राम्री बनाएर पठाएको रहेछन् भनेर सोचिरहेको नि। तिमी नि रमेश भन्दै मेरो काँधमा हात राखिन्। अब उनी मसँग धेरै कम्फर्टेबल भइसकेकी थिइन्। त्यही मौकामा मैले तिम्रो एफबी आइडी पाउन सक्छु? हुन्छ, तर मेसेज गरिरह्यो भने ब्लक गरिदिन्छ नि फेरि। गर्दिन त्यस्तो, देऊ न भन्दा आफैले टाइप गरेर दिइन्। अब त रातभरि मेसेज गरेको गरे गर्छु, तिमीलाई सुत्न नि दिँदैन भन्दा जे गर्छौ तिमी भने मुस्कुराइन्। सुन, अब प्रोग्राम नै स्टार्ट भयो, तिमीलाई वेलकमको लागि बोलाउँछन्, तयार बस। मेरो प्रोग्राम त भइसक्यो। तिमीले वेलकम गरिहाल्यौ, पुग्यो मलाई भने उत्तर दिए। राम्रो बानी रहेछ तिम्रो भने उनी फ्रेसरहरूलाई वेलकम गर्ने भनी स्टेजतिर लागिन्। म नि उनको पछि पछि लाग्दै स्टेजतिर गएँ। केही समयमा प्रोग्राम नि सकियो, सबै घरतिर लाग्यौँ। म रुम पुगेर पल्टिएको मात्र थिएँ, मोबाइलमा नोटिफिकेसन आउँछ। हेर्दा त प्रियाले, ओ ह्यान्डसम, मेसेज गरेर सताउँछु तिमीलाई भनिरहेको थियौ त। प्रोग्राम पछि सुनसान भयो। छुट्ने बित्तिकै के मलाई बिर्सेको हो र? तिमीले त भने कि नि मेसेज गर्यो भने ब्लक गर्छु भनेर, त्यही भएर नगरेको। हाइट लाटा, जिस्केको पो हो त, के भन्छ भनेर। ठिक छ, जहानी महारानीहरूकै हुकुम त चल्ने हो। एकछिन गफगाफ चल्यो, उनका कुरा सुन्दा सुनिरहँ लाग्ने। हाम्रो दैनिक रूपमा यस्तै कुराकानीहरू चल्दै रहन्थ्यो। दुःख सुखका कुरा मन खुलाएर एक आपसमा साटिरहन्थ्यौँ। महिना दिनपछिको कुरा हो, उनले मलाई एउटा प्रस्ताव राखिन्। आज तिमी र म बागलुङ खाजा घरमा भेटौँ हुन्न र? हुन्छ, किन नहुनु? मेरो त खुसीको सीमा नै रहेन त्यो सुन्दा। अहिले भनेको होइन के, बेलुकातिर भेटौँ भनेको। हुन्छ, म नि जिस्केको। मेरो खुसीको सीमा नै थिएन। म दिउँसैबाट तयार हुनतर्फ लागेँ। कति बेला बेलुका हुन्छ भनेर आतुर भइसकेको थिएँ। ठिक्क उनको कल आउँछ। म तिम्रै रुमको बाहिर आएकी छु, जाउँ सँगै भनिन् र कल राखिन्। अब हामी दुवैले एकअर्काको हात समाएर खाजा घरतिर लाग्यौँ। नास्तामा मोमो अर्डर गऱ्यौँ र प्राइभेट स्पेसमा गएर बस्यौँ। कुरा गर्दा गर्दै उनले मेरो गालामा चुम्बन गरिन् र हात अगाडि बढाएर मेरो टाउको सिधा गर्दै ओठमा चुम्बन गर्न सुरु गरिन्। मलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भइरहेको थियो। कतै स्टाफहरूले नास्ता लिएर आउँदा देख्लान् कि भनेर मैले उनलाई आफूबाट टाढा राखेँ। अनि बिस्तारै के गरिरहेको तिमी भन्दै प्रश्न गरेँ। उनले आँखाबाट आँसु झार्दै, आई लभ यु सो मच, सरी फर द्याट, मैले आफूलाई सम्हाल्न सकिनँ भन्दै माफी मागिन्। मैले यो कुरामा भनेको होइन नि। यो ठाउँमा कसैले देखिहाल्यो भने
तिम्रो र मेरो दुवैको इज्जत जान्छ। अनि अर्को कुरा, आई लभ यु टु। म नै तिमीलाई सुरुबाट नै माया गर्थेँ, तर भन्ने हिम्मत थिएन, त्यही भएर नभनेको। मैले स्टाफहरू आइरहेको आवाज सुनेर आफू त्यो सोफाबाट उठेर अर्को सोफामा गएँ। ममा आइपुग्यो। त्यो सकाएर हामी रुम जाने भन्दै सँगै बाटोतिर लाग्यौँ। मैले उनलाई जिस्काएर जान्छौ त मेरो रुममा भन्दा उनले कति सजिलै हुन्छ भन्ने उत्तर दिइन्। हामी त्यही बेलुकाको 6 बजीतिर मेरो रुममा पुग्यौँ। मैले उनलाई आज के खान मन छ नि भन्दा केही नै कुरा गर्न मन छ तिमीसँग भनिन्। हामी एउटै बेडमा थियौँ। कुरा हुँदा हुँदै हामीले एकअर्कालाई सम्हाल्न सकेनौँ। हामी बिचमा अब केही सीमा रहेन। बिहान सबेरै 4 बजे उठेर उनलाई उनको रुमसम्म पुर्याएर आफ्नो रुमतिर लागे। म कहिले उनको रुम त कहिले उनी मेरो रुमतिर आउने सिलसिला चलिरह्यो। मलाई सधैँ एउटै कुराको डरले सताउँथ्यो। हामी दुवैलाई कसैले देखिहाल्यो भने उनको चरित्रमा दाग लाग्ला भन्ने डरले हामी प्रायः एकअर्काको रुमतिर राति मात्र जाने गर्थ्यौँ। हामी 6 महिनाको सम्बन्धमा बाँधिसकेका थियौँ। हाम्रो सम्बन्ध राम्रोसँग चलिरहेकै थियो। त्यही बिचमा अर्जुन नाम गरेको उनीसँग पढ्ने केटाको फोटो मैले उनको फोटो एल्बममा देखेँ। मैले को हुन् नि भन्दा कोही होइनन्, साथी मात्र हो। मैले फेरि प्रश्न गरेँ, को हुन्? कुरा प्रश्न पार है भन्दा उनले मलाई तिमीलाई के चाहियो भन्दै ठाडो उत्तर दिइन्। म रिसले चुर भइसकेको थिएँ। आफूलाई सम्हाल्न सकिनँ र उनलाई गालामा एक झापड हानेर आफ्नो रुमतिर लागेँ। एकछिन बेसरी रोएँ। शरीर कामिरहेको थियो। मनमा नै उनले मलाई धोका दिन सक्दिनन् भनेर आफूलाई सम्हालिरहेको थिएँ। जबसम्म उसले कल मेसेज गर्दिन तबसम्म म नि गर्दिनँ भनेर अडिकमा बसेँ। 1 दिन भयो, 2 दिन भयो, मेसेज आउने कल आउने प्रक्रिया उताबाट केही नि भएन। तेस्रो दिन राति 7 बजे जब म उनको रुममा पुगेँ, मैले अर्जुनलाई त्यहीँ देखेँ। आफूलाई सम्हाल्न सकिनँ। उनले मसँग खाएका कसम बाचा सबै सम्झिँदै भक्कानेर रुँदै रुमतिर लागे। त्यो रात नै मेरो लागि बिर्सन नसकेको त्यो रात भयो। कति बेला यी दुवैलाई मारेर बदला लिउँ जस्तो लाग्थ्यो। फेरि सोच्थेँ उसको डिसिजन हो। हिजो मैले माया गरेको मान्छे उसको खुसी छ भने मैले किन त्यसमा हस्तक्षेप गर्ने भनेर मन मार्दै चुप लागेर बसेँ। बरु आफै एक्लै कोठाभित्र बसेर रुँदै उनलाई सम्झेर केही लेखेर बस्थेँ। उनको यादमा लेखेका केही लाइन यस प्रकार छन्। प्रेमको प्रस्ताव तिमीले नै सुरु गरेकी हौ होइन र? प्रेमको प्रस्ताव तिमीले नै सुरु गरेकी हौ होइन र? धोकाको रुखको जरा तिमीले नै गाडेकी हौ होइन र? जबरजस्ती मायाको भिख म कसरी मागौँ र तिमीसँग? जबरजस्ती मायाको भिख म कसरी मागौँ र तिमीसँग? निर्णय सब तिम्रै हातमा नियतिले सुम्पिएको छ होइन र? निर्णय सब तिम्रै हातमा नियतिले सुम्पिएको छ होइन र? आज म 26 वर्षको भएँ। मैले सरकारी जागिर नै खाइसकेछु। आज म ठिक्क 26 वर्षको पुगेँ। मेरो सरकारी जागिर नै छ। बिहे नि भइसक्यो। तर उनको यादले अहिलेसम्म साथ छोडेन। धन्यवाद है। धन्यवाद सम्पूर्णमा तपाईँहरूले स्टोरी सुनिदिएकोमा। यदि मन पर्छ भने लाइक सेयर गरिदिनु होला। यति भन्दै आज हामी बिदा माग्छौँ। धन्यवाद है। यो भिडियो टिकटकबाट प्रसारण भए पनि सकेसम्म युट्युबमा गएर हेरिदिनु होला। आश छ तपाईँहरूलाई स्टोरी पनि मन पर्यो। यदि तपाईँहरूको जीवनमा घटेका केही घटनाहरूप्रति स्टोरी छ भने हाम्रो जिमेल आइडी डिस्क्रिप्सनमा रहेको छ, त्यसमा गएर सेयर गरिदिनु होला। धन्यवाद है।